पत्रो दिस विमल पान मसला छ भाइ छँदैछ हाम्रो विनोद युट्युबमा हेरी हालेर आयो सो हेलो हाई एंड नमस्ते आशा छ सबजना हुनुहुन्छ होला ठिकठाक मेरो नाम किटक्याट एन्ड वेलकम टु माई च्यानल किटक्याट आरबिडी र आज चाहिँ हामी झरनातिर कहीँ जान लाग्छौँ म र मेरो भाइ चाहिँ यतै भाइको रुममा छौँ सो मङ्गलपुरबाट डाइरेक्ट भेटेर हामीहरू निस्किन लाग्यो सो के हुन्छ आजको रमाइलोहरू देखाउने छु तपाईहरुलाई सो सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गर्नुपर्छ भने सब्स्क्राइब गर्नु होला र भिडियो चाहिँ अब आजभोलि त्यस्तै हो खासै आउँदैन तर लिएर आउने छु डान्सको भिडियो चाहिँ हालिरहेको छु क्यारे हैन सर्टहरु भए पनि सो हेर्नु होला लाइक गर्नु होला सो मेरो च्यानललाई माया गरिदिनु होला म तपाईहरुलाई भेट्छु एकैचोटी बाटोमा हामीहरु चाहिँ कस्तो बेला आइपुगेछ हैन अब पानी पर्दियो बीच बाटोमा त्यही भएर हामीहरु यहाँ पुरेर बसिरहेको अनि आफ्नो मोबाइलहरु पुरा प्याकिङ गर्न लाग्यो नभिजोस् भनेर अनि यहाँ बसेका केटाहरु चाहिँ उता उहाँ हामी चाहिँ यहाँ छौं कस्तो बेला आइपुगेछ त हामी घुम्नलाई ह बेकर निम्तो गरेछ के आज आएर फुलामा आज म आएर भन्दै त यार मामा यार कस्तो बेला निस्केछ त हामीहरु यार ल यो फोनहरु हाल्ने यसमा ओइ मात्र चोट कति तेरो बुढीसँग बोलेको के त अघि नैदेखि यस्तै गरे बसे मासला जहिले यस्तै हो तर बितेले बाइक कहिले लाउँदैन यार कहिले यसले खोज्छ मलाई थाहा छ यसले जुगाड त गर्छ भने मलाई थाहा थियो यहाँ छ त जुगाडी हाम्रो चाहिँ लो गाइज हाम्रो चाहिँ पानी रोकेन हामीहरु चाहिँ अब यही जंगलमा हामी बसेर यही अब हामी रमाइलो गर्न लाग्छौं त्यहाँ चाहिँ बाँदर रहेछ तपाईहरुलाई बाँदर भन्दा पनि ठुलो हेर्न मन छ भने यता पितेम छ उहाँ फाइ छोडा तिमी उहाँ दिस गाइ दिस यहाँ चाहिँ विमल पान मसला छ यहाँ हाम्रो सुजन भाइ छँदैछ हाम्रो विनोद दाई आदरणीय विनोद दाई एकदम साथ र सम्मानको साथ सबैले ताली बजाउनु होला र यतातिर छ हाम्रो सुजन भाइ हैन यता सुजन अब यो त मेरो रोहित भाइ हो सबले चिनिरहेको होला र हाल्दिन के भनेको कस्तो मैले यु क्यान ट्रस्ट मी हाम्रो चाहिँ पिकनिक यहीँ हुन लाग्छ गाइज है अब पानी परेर हामी जान पाएन अब दाइले यहाँ लोकेसन हेर्दैछ फोनमा यता चाहिँ मस्त गर्लफ्रेन्डसँग मात्र बिजी पानी परिरहेछ पानी पर्दै हामी जाँदैछौँ दाइले राइड गरिरहेको छ ल हामी चाहिँ के यो कहाँ जाने भनेर आएको खासै मामा तँ मुस्कान छ अरे राम्रोसँग भन्न कहाँ जाने भनेर आएको रे हामी नमस्ते सबैलाई मेरो नाम सुरेश गुरुङ आज हामी लास्टै गर्मी भएर पौडी खेल्ने भनेर हिँडेको पानी परेर हामी अहिले पौडी खेल्ने भनेर हिँडेको बाटोमै पौडी खेलिसक्यो अब कहाँ पुग्ने थाहा छैन विश्व ज्योतिको भाइस प्रिन्सिपल त्यति भन्दा मेरो शब्द हेर्नुमा चाहिँ धन्यवाद कहाँ जाने भयो दाइ अब हाम्रो त फेरि छिनछिनमै डेस्टिनेसन एकदम चेन्ज हुन्छ कि कहाँ पुग्नु अरे अब ठाउँको ठाउँ खै त्यो चौधरी झर्ना भन्छ के भन्छ जाडो भएर तपाईँलाई कस्तो लागिरहेछ जाडो भइरहेछ
मामा तातो दे यसलाई ल भाइस प्रिन्सिपल सर कस्तो भइरहेछ हेलो गाइस हामी चाहिँ यहाँ झरनामा जान लाग्यो यो औतारी आएर पानी परेको जहिले पनि पानी पर्छ यो एक नम्बर गफाडी छ है यो प्रिन्सिपल भन्ने यत्रो हो यो तपाईँलाई कस्तो लागिरहेको छ तपाईँलाई हामीहरू चाहिँ ठ्याक्क आइपुग्न लाग्यो तर ठाउँ नचिनेर यहाँ हामी चाहिँ आधी बाटोमा आएर मस्त बसिरहेको छौँ अनि त्यहाँ अर्को ग्रुप पनि आएर रहेछ त्यस्तो चाहिँ यताको भन्दा अलि धेरै हरियाली रहेछ त्यता सुरेश मामा त्यतै बाटोतिर जाने कि भनेर सोचिरहेको नि होइन सुरेश मामा ओ मोटु मामा मामाको थाहा हेर नि थाहा कत्रो छ बस चाक हेर नि चाक आमा कत्रो हाँसेको हेर्नु चाक देख्ने नाचिहाल्छ मासर तर के भन्छ अरे ठाउँ चाहिँ यो ठाउँ बबाल लाग्यो मलाई यार यहीँ आएर बसोबास गर्नु पर्ला जस्तो हामी सबै पित्तेखेरि ऊ कपाल मिलाउँदै ठिक्क हो के हेरेको उता हिँड्छौँ भाइ म कपडा चेन्ज गर्नु है अहिले दाइ भाग लाउने हो पैसा यहाँ अघिको ग्रुपहरू चाहिँ सबैजना बाइकमा गयो हाम्रो ग्रुप चाहिँ सब हिँडेर आयो किनभने हाम्रो ग्रुपको चाहिँ केटाहरू सबजना मोटो छन् अलिकति पनि भुँडी घटाउने भनेर सोच बनाएको यो सोच चाहिँ ठ्याक्कै हाम्रो मामाको हो होइन मामा बिना दाइले मेरो पनि हो भन्दै हुनुहुन्छ उहाँबाट जेठान भन्नु भाइ मलाई जेठान मातर चौथ मुली मोमोको डल्लो मात्र चौथ भुम्रो आइज भने मैले खाइस यस्तो राम्रो ठाउँ देख्न पाउँदैनस् गुखा निशल आउँछु भन्छु हजुर यस्तो दामी भ्यू के दामी ल अब म तल झर्दिनँ यहाँ बिना दाई कस्तो लागिरहेछ तपाईँलाई दाइले युट्युबमा हेरी हालेर आयो तपाईँले हेरेको कसले हेरेको कस्तो लाग्यो भाइ राम्रो छ म थ्याङ्क यू राम्रो छ त्यही खान्छु आयो मासला रमाइलो लाग्छ रमाइलो कस्तो उस गर भनेको कमेन्ट पास गर भनेको के कस्तो लाग्यो तपाईँलाई आफ्नो विचार मामा कस्तो लाग्यो चिल ओ हेलो आम नाम थट के गर्नु बजार जाँठाहरू तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ झङलङ्गे पुलनिर आइसकेको छौँ यो सर्भाइभ गर्नलाई चाहिँ यहाँको मान्छेहरूले बनाएको थियो किनकि वारीबाट पारी जाने बेला यसमा सजिलो हुन्छ त्यही भएर नत्र पहिला चाहिँ मान्छेहरू यहाँबाट यो यत्रो धेरै तलबाट आम्फाले जान्छ हिँडेर आम फालेर होइन हिँडेर जान्थ्यो खाने ऊ है अहिले अर्को नि झिकेर खान्छ आइज ओ दामी हुन्छ हेर सही ठाउँ यार यो माथि चढे जानुपर्छ भने क्या हो आम न हो आम पानीहरू लाखाइ यिनीहरूले केमा देवघाट मोटीलाई हल्लाएको हेर्छ आइज चस्माको चाहिँ होइन अब यताउताको भात चाहिँ त्यही भएर डोरी लगाएर अब जुगाड गरेको छु खतरा छैन त नि ओ मामा तेरो चस्मा दामी कि मेरो चस्मा दामी माकुरी
जताबाट पनि पानी मात्र छ तैँले सोध्नुपर्छ चल भ्यान कलौडा है सेट चस्मामा हात लाउने होइन है गाई छैन अब ठाउँ आउँदा आउँदा लाग्यो 2 घन्टा अब त्यसपछि अहिले फेरि अब झर्ना खोज्नलाई लागिसक्यो आधी घन्टा अझै पाएको छैन बजिसक्यो 3 अब ठ्याक्कै खोज्दा खोज्दा 5 बज्छ त्यसपछि हामी घर जान्छौँ होइन त तालु दुखिसक्यो झर्ना आइपुग्यो यही ठाउँ खोज्दा खोज्दा कुरी है तेरिका गाँड फाट्यो यार यहाँ आउनलाई यार ल गाई तपाईँहरू चितवनमा आउनुभयो भने यो ठाउँमा जसरी भने आउनु हामीहरू 3 घन्टा लगाएर यो ठाउँमा आइपुगेको छौँ आहा आइपुग्यो झर्ना ल गाई छत्रै भिजिटमा आज जस्तै भयो त यही पानी पानी जाने रे ओ भाइ तिमी अहिले राम्रोसँग पौडी खेल्न आउँदैन जुत्ता लाएर आएर है फेरि अलि माथिबाट हिँड है तिमी मुटु कामेको गाह्रो हो यार गाई लास्टै गाह्रो हो यो मान्छेलाई पौडी खेल्न आउँदैन यो मान्छेलाई मैसँग हिँडाउनु पर्यो पानीको छाल हेर्नु न गाई आमामा खतरा यस्तो बाटो केटाहरूले कहाँ लयो ल यार कुरै पहिरो गएर यस्तो भएर चाहिँ खत्रै ठाउँमा आए जस्तो लाग्यो यार अहिले त यार साँच्ची नै भनेको यार यस्तो ठाउँ भन्नै पर्ने भाइ आमा खत्रै कहाँ गयो त तिनीहरू कहाँ गयो तिनीहरू लेफ्ट साइड छ भन्थ्यो बोल त बास खतरा झर्नाको आवाज सुन्नुभयो नि तपाईँहरू सबैले झर्नाको आवाज सुन्नुभयो नि झर्नाको आवाज सुन्नुभयो नि तपाईँहरूले यो ठाउँको लोकेसन थाहा पाउने भए सबैले मेरो च्यानललाई सब्सक्राइब गर्ने होला मात्र छ त आयो आयो सबै बारी त्यसले बोलायो भनेर आउने जङ्गली मान्छे आयो भने चाहिँ भाग्ने हो इकु आयो भने चाहिँ नाचिदिने हो ठ्याक्कै यो त बिल्ली गरेर बाँदर भइसकेको थियो नयाँ नामकरण गर्नु पर्ला जस्तो छ यस्तो ल गाइस हामी माथिसम्म गयो माथिसम्म नभएर यी फेरि फर्क्यौँ अब फेरि एउटा सानो बाटो छ त्यहीँबाट हिँड्छौँ गएर अब पुग्छ पुग्दैन दाइ यही हो तिमीहरू बसी आएको एकैछिन बचाउँछु रहेछ छ बाटो भएर भएन के बाटै बाटो हो यदि कहाँ जाने हो कहाँ पुग्ने हो थाहा छैन बाटो छ अरे ल गाइस बल्ल बल्ल आइपुग्यो मैले चाहिँ हेलमेट लगाएँ है किनकि अब यहाँ हिँड्नलाई गाह्रो भयो कि लास्टै ओह्रालो रहेछ त्यही भएर लड्यो भने झ्याउ हुन्छ भनेर सेफ्टी लगाएको छु पायो है पायो आयो माथि घर हालत खराब भइसक्यो यार हिँड्दा हिँड्दा बहुत गाह्रो भयो हेर अब यतिको मेहनत गरे यतिको मेहनत गरेर यतिको फल पाउँदै पाउँदैन गाइस हामीहरू झर्ना आइपुग्यो हामीले आफैले डिस्कभर गरेको नयाँ झर्ना बल्ल हामीहरूले खोजेको आफैले डिस्कभर गरेको झर्ना तर लास्ट गाह्रो हुँदो रहेछ गाई छैन अझै कतिजना भएर आउनै बाँकी छ लास्टै गाह्रो भयो
ओ माई गड कति सङ्लो पानी हो आइपुग्यो गाइस यार बल्ल बल्ल आइपुग्यो आम्मामा हालत खराब साढे लगभग 3 घण्टापछि ओ माई गड चिसो आहा यार ओ माई गड या आमा बवाल हो यार हाँ ढुङ्गा झरे विनोदाईहरू पनि आइसकेको छ बल्ल तल ओइ ओ पिते चोर्नी बल्ल बल्ल आइपुग्यो मासला ओ त्यहाँ दुईटा थाकेर होइन त्यो ओ तेरो बुढीलाई फोन लाग्दैन ल हामीहरू चाहिँ गाइस खाजा खाँदैछौँ खाजामा छ चिकन टिक्का चिकन मोमो रसबरी एकदमै मिठो मिठो चाउमिन बफ चाउमिन पोर्क पिज्जा अनि कोकहरूमा छ स्प्राइट कोक यहाँ कुरी के हो यो के अरे निम्बा के अरे निम्बुको रस ए यहाँ गोल्डन वाक पनि रहेछ गाइस यो चाहिँ यसले खाना लाग्यो पित्ते चाहिँ हग्नको जस्तो छ त्यही भएर म तपाईँहरूलाई देखाउँछु त्यो चाहिँ हामीलाई नभनिकन घुसुक्क गयो कि त्यही भएर त्यो पक्का हग्नको जस्तो छ तपाईँहरूलाई हामी देखाउँछ कहाँ होला त त्यो हगेर आएको नि यो त हगेर आएको है तेरो हगेर आउने मा आत्ताले पानी खाएर आइरा त्यस्तै ल पानी हेर्नु कहिले भने हगेर आएको होइन कि कस्तो ल बुढी हेर्नुभयो त मेरो यस्तो बिजेट गर्ने भिडियो हालिन्छ भने कस्तो मान्छेलाई पठाइदिन्छु मैले के पठाउँछ मुली छ त नभएको भए पो हेर्नु न ल हेर नाइट मुली म हाम फालेर मै डुब्छु त्यस्तो खालको पानी खाने भयो म देखान्छु कि तिनीहरूलाई लैदिनु त्यहाँ उस छ के हेर उस आहा के आहा हेर बालु आहा के ल हेर्नु मैले अघि नै खाइसकेँ म यहीँ खान्छु ओइ तैँले यहीँ हगिस् क्या हो मुला ओइ नढाँटी किन भन्न यार दाइ यार यसले यहाँ माथि हगेर आयो कि भने डर के पित्तेले हगेर गयो त यहाँ यही खाने के खाजा यहाँ खाने यो सबैले यसै बोला पानी खान पाउँछ यहाँ नि कस्तो समस्या पानी है पानी छान्ने चाहिँ चढाउन गरेन के त हो लाग्ला मैले आउने बित्तिकै पानी देउतालाई ढोकेर खाएको मैले त सुरुमा ढोकेर खाएको अरे हामीहरू चाहिँ खाजा खाँदैछ है गाजी मामा यार अलि नाच्ने खालको गीत लगाए रुने खालको गीत लाउँछु म ओके गाइस हामीहरू चाहिँ सबै कुरा भ्याएर होइन खानापिन भ्याएर मजाले मोमो चाउमिन सबै खाएर पिज्जा बर्गरहरू कोक सोकहरू सबै खाएर निस्किन लाग्यो ओ डुब्यो ओ बिन्दाई बुढी उता हेर्नु न
ले हेर्नु यहाँ 1 वर्ष भएन नको यहाँ यत्रो टाढा आएर नुहाल्यो नि त यो 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 मोटे ल ल ल ले हेर्नुहोस् यहाँ मोल भित्र के ल हेर्नुहोस् यहाँ दुईजना यिनीहरू हो गेहरू हो दुइटै ओके गाइज हामीहरू चाहिँ पौडी खेलेर भ्यायो अब हामी जाँदैछौँ घरतिर र यहाँ सबैलाई आउनु होला भनेर भन्न चाहन्छु किनकि यो एकदमै दामी ठाउँ छ तर तपाईँहरूले लास्टै स्ट्रगल गर्न सक्छ तपाईँहरू चाहिँ त्यो मेरो साथी जस्तै हो भने चाहिँ नआउनु होला यो जस्तै किनकि यो आएर इन्जोयमेन्ट केही गरेन उसकै बुढीसँग मात्र बोले ऊ फोन लिएर बसेछ अझैसम्म हेर्नुहोस् अझै राम्रोसँग तपाईँहरू यो फोन लिएर बस्ने मान्छे काम नलाग्ने यस्तो साथीहरू काम छैन गाइज कामै छैन मात्र चोट यो चाहिँ हाम्रो मोटे मामा हो यो चाहिँ एकदम इन्जोय गर्छ लाइफलाई यो मेरो भाइ हो यसलाई म सिकाउँदैछु लाइफलाई कसरी इन्जोय गर्छ भनेर यो चाहिँ मेरो इनिमी हो अब इनिमी भयो भने अब साह्रै मिल्ने इनिमी अब उहाँ चाहिँ रेस्पेक्टफुल्ली हाम्रो टिचर हुनुहुन्छ के भन्छ अरे हाम्रो पुलिस स्कुलमा के भन्छ अरे हाम्रो के भन्छ अरे तपाईँले कस्तो गर्नु वार्डेन तो होस्टेल फिल्ममा वार्डेन थियो नि त्यस्तै वार्डेन अनि उहाँ चाहिँ मेरो साथी हो है हेर्दा नझुक्कुने होला गैडा भन्दा कम छैन तर मेरो साथी हो र अब चाहिँ हामी घर जाँदैछौँ मजा आयो हो थ्याङ्क यू सो मच मेरो 3 वर्ष 4 वर्ष भयो यो मोबाइल खेलाएको गाइज तपाईँहरूले सब्सक्राइबर गरेर पैसा आएर नयाँ फोन किनौँला भनेको त्यस्तै भयो ल अब गाइज हामीहरू निस्किन लाग्यो है त हामीहरू चाहिँ आफ्नो बाइक भएको ठाउँमा आइपुग्यो अब घरतिर लाग्न लाग्यो सबैजना यहाँ आइपुगे खान होइन आयो मसला पनि आइपुग्यो त्यो दुइटा चाहिँ आऊ के हो आयो मसल यो त लास्ट छँदै यो मसला आऊ त्यो दुइटा उहाँ छ है उहाँ आउँदैछ ऊ यो दुइटा लास्ट ढिलो गर्छ कुनै के गर्छ कुनै यो दुइटा गाडा मारेर बस्छ क्या गरेको सो आजको भिडियो यति नै छ गाइज बाई बाई लभ यु अल भेटौँला नेक्स्ट भिडियोमा तपाईँहरूको दिन राम्रो नजाओस् कहाँ जाने हो अब घरसम्म नपुगौँ होला अब सक्यो आजको भिडियो यति नै छ गाइज बाई बाई लभ यु अल भेटौँला नेक्स्ट भिडियो यो ठाउँ चाहिँ बबाले छ गाइज है हामीलाई चाहिँ रमाइलो लाग्यो किनकि हामीहरू चाहिँ गाउँकै होइन सानैदेखि हुर्केको देखेको कट्टु लाएर भागेको सानैबाट पढेको हुर्केको साथीभाइहरू यहाँ छ यो उता पहिल्यैबाट भेटेकोहरू सबजना है सँगै हुर्केकोहरू भएको भएर रमाइलो भयो आफ्नै गाउँको दाजुभाइहरू 1-2 वर्षको भेटे जस्तो कुरा गरेको तिमीले त्यही त हो नि कति भयो नभेटेको म त त्यही त हो नि यो भेटेको अस्ति भेटेको त मिटिङमा हानेको सो आजको भिडियो यति नै छ गाइज बाई बाई लभ यु अल यो ठाउँ दामी छ आएर तपाईँहरू घुम्न सक्नुहुन्छ तर मिल्ने साथीहरूसँग चाहिँ आउनु पर्यो त्यति हो मैले भन्नु सो यति नै छ गाइज बाई बाई लभ यु अल भेटौँला नेक्स्ट भिडियोमा तपाईँहरूको दिन राम्रो नजाओस् धेरै राम्रो जाओस् बाई बाई भन न नेक्स्ट टाइम बाई भने मैले गफारी साला बाई गाइस नेक्स्ट भिडियोमा भेटौँला फेरि मोटे मामा है अब यहाँ दुईजना आउँदै यो गाड मारेर आए गरेको ओइ बाई भन्नु त ल गाड मारेर यिनीहरू ढिलो आउँछ कि खाली त्यो हिँड्नै सक्यो आएन त्यो ओए बाई भन्नु ओइ यो चाहिँ त्यो के भन्छ अरे चाउचाउ र दालमोट मात्र खाना आएको उहाँदेखि यो रमाइलो गर्नु छैन बाई भन्दै बाई भन भन्दै अब सक्यो कि भिडियो आज कस्तो लाग्यो तपाईँलाई आज एकदम बवाल लाग्यो तर यसले दिमाग खायो यो कट हुन्छ गाइज यो कट हुन्छ